ल हामी आज कहाँ हिँडेको अरे अन्टी थाक्नु भयो जस्तो छ छिटाउनु अलि यहाँबाट चाहिँ हाम्रो गाउँ हो यहाँ आएर हाम्रो गाउँ यो चाहिँ जमानाको घुमाउरे घर भन्थे घुमाउरे घर भन्ने चाहिँ यही के यस्तो भयो पुरै खरको छानो गोलो हुँदैको घर यो चाहिँ अहिले एउटा मात्रै घुमसुममा एउटा मात्रै थियो त्यही पनि अब भत्किसक्यो यो पारिदेखिको चाहिँ सबै हिमाल हो आज बादलले चाहिँ छेकिरहेको रहेछ हल्का फुल्का त्यहाँ माछा पुच्छ्रे हिमाल धवलागिरी र अन्नपूर्ण हिमालहरू चाहिँ यतापट्टि छ यहाँबाट सबै हिमालहरू देखिन्छ आज चाहिँ हामी नेपाली गाउँ दर्शन गर्न आएको देवीको अनि त्यसपछि यो चाहिँ मन्दिरको परिवेश र अब हाम्रो यहाँ साथीहरूले चाहिँ गाउँको दाजुभाइहरूले चाहिँ यहाँ आज धार दिने भनेर खिर पकाउँदै हुनुहुन्छ हाम्रो बुबराज अङ्कलले खिर पकाउँदै हुनुहुन्छ यता चाहिँ यसो भाइसल्लाह भइरहेको छ मिटिङ र यो चाहिँ नेपाली गाउँबाट देखिने स्याङ्जा जिल्ला हो त्यो पारि देखिएको चाहिँ हाम्रो यो चाहिँ चन्द्रकोट भन्छ यहाँको चाहिँ सबभन्दा अग्लो डाँडो र यतापट्टि चाहिँ हाम्रो लुङ्खु देउराली हुँदै कुस्मा र हिमालहरू देखिने सबै भ्यूहरू चाहिँ यताबाट हो अहिले चाहिँ बादल लागेको छ एकदम चिसो मौसम छ यतापट्टि चाहिँ मजासँग यो चाहिँ अब हामी मन्दिरको चाहिँ मूल गेटमा आइयो यहाँबाट चाहिँ प्रवेशद्वार छ यहाँ आयोजक साथीहरूले चाहिँ स्पिकरहरूको व्यवस्था गर्नुभएको रहेछ आज चाहिँ यहाँ चाहिँ खिरसिर पकाएर अब चाहिँ खानको लागि रेडी हुँदै सबैजना चाहिँ यहाँ एकछिन बसेर रेस्ट गरेर खाऊँ भन्ने कुराकानी हुँदैछ।